Payback for the love I spent. चलिरहेको बाइकमा प्रब्लम निकाल्दै न छोराहरुले भाइ जो गेट पास निकाल त भाइ तिमी गेट पास के भन्दैन भाइ अरु काम छोडा भाइ त्यो गेट पास निकाल भाइ म त्यसै जङ्गिएर त्यसै हुन्छ नि लाइक थर्काएर गएन त्यो शोरूममा म त्यस्तो थर्काइन्छ हैन त्यस्तो नराम्रो बोले नि हैन जस उनीहरुले गरेको व्यवहार मन नपर्यो एक्सनको रिएक्सन दिए मात्रै हो बोल बत्ती नि आज हजुर भन्दा म बढी बत्ती हेर्दै आज भने के हो अनि दाइलाई इन्स्टा 360 को माया भएर नत्र यत्रो डल्लो भाइ क्यामेरा भाइ हेलो भन्दै भाइ भन न भाइ हेलो भन न आधी घण्टामा बाइकमा पुग्छ त्यस्तो सारो अफरोड पनि थिएन जो सब यो हुसुलाइरह नि त हल्का चिप्दै थियो बाटो मान्छे त आज वाइल्ड डे छन् के शनिबार भयो नि होला Pretty close to heaven now. Moments of euphoria. I am never coming down. हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल म्याडन विल्स आइप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अल्झै बिहानको 2:30 बजिरहेको छ होइन अनि आज हामी घुम्न जाने भनेर थियौँ मम्मीहरूसँग होइन अनि अझै पनि म स्टोरेज मिलाइरहेको छु कहिलेदेखिको भिडियोहरू थियो कि मसँग कपी नगरिकन राखेको होइन अनि एउटा युजफुल कुरा चाहिँ होइन मेमोरी कार्डहरूको स्पिड हुन्छ कि जस्तै यो अल्ट्रा हो होइन मैले त्यो कपी गरेर राखेको होला एक्सट्रिम हो मेन कुरा भनेको चाहिँ सस्तो खालको मेमोरी कार्ड युज गऱ्यो भने चाहिँ होइन गोप्रो ल्याग हुन्छ कि जस्तै खिच्दा खिच्दा बिचमा अड्किन्छ होइन अनि ह्याङ भइदिन्छ ब्याट्री निकालेर हाल्नै पर्छ त्यो त्यस्तो प्रब्लम हजुरले गोप्रोमा फेस गरिरहनु भएको छ भने चाहिँ यो गोप्रोको प्रब्लम होइन मेमोरी कार्डको प्रब्लम हो होइन म उठिरहेछु नि भयो यार म उठिरहेछु नि मेरो अझै काम भइहालेन त्यो क्लियर भइहाल्यो कि रे यो दुइटा खासै इम्पोर्टेन्ट छैन अब चाहिँ हेलमेट सिट बाँकी आजलाई चाहिँ माइक युज गरेँ सानो पनि छ राम्रो नि काम गर्छ होइन टक्क यहाँबाट यसरी हालिदिनु पऱ्यो होइन भाइजर चेन्ज गर्छु सोचिरहेको थिएँ हल्का हुँदै रहेछ बरु ट्रान्सपेरेन्ट भाइजर ठिक होला होइन मेरो बेड पत्र गोल छ यार आज म सुतेको छैन किन बेड मिलाउनु पऱ्यो होइन कपडा त केही लान्न एक जोर कपडा बोकेर जान्छु लाइक स्लिपलेस गरिम भयो भने बिलबुक भयो त्यसपछि आएर मेमोरी कार्ड भयो त्यसपछि आएर चार्जर भयो त्यसपछि बाइक भयो तेल भयो सिद्धि हो बाटो भयो जहाँसम्म बाइक पुग्छ त्यहीँसम्म जाने भन्नेवाला मान्छे म पनि तर आज भगवान्को ठाउँमा जाँदैछ अनि मम्मीले जाँदिनु त्यही भएर नि पुग्नै पर्छ माथिसम्म म 4 खुट्टा टेकेर पनि पुग्छु म आज होइन रातभर सुते होइन हेर आँखा पर कस्तो सुन्ने होइन पर्सामा गएर सुनमा जागरलाई भेट्छौँ हामीले होइन जाग्दा पनि आज हेटोबाट जाने थियो त्यो सँगसँगै भइरहेको छ होइन हेलो हेलो माइक टेस्ट के भएर मम्मी म माइक टेस्ट गरिरहेको छु मम्मीले मलाई लास्ट हतार गराइदिनु भयो मलाई मम्मीले अताउनु भयो होइन ड्राइभर यहाँ हिजोको ड्राइभरले हिजो राति फोनै गरेर हिँड्छ त्यसै मलाई हतार गराएर छुट्टीहरू ल अब चाहिँ निस्किनु पर्ने हुन्छ मैले राइडिङ बुट्स त लाएँ तर निप्याडहरू केही पनि लाइन आज किनभने त्यो खोल्ने लाउने भेजा हुन्छ आज हिँड्नु पनि पर्छ नि त त्यही भएर तर मैले प्रोटेक्सन चाहिँ फुल लाएर हिँड्थेँ प्रोटेक्सन लाउँदा चाहिँ खुट्टा भाँचियो मेरो अब नलाजन के होला मेरो हालत ए मैले त्यो पत्तिन्छु क्या अनि मैले त्यो एडभेन्चरबाट निकालेको तेल हुन्छ नि जस्ता कस्तै राखेको छु त्यो सोरुमवालाहरूले चाहिँ पेट्रोलमा केरोसिन मिसाया भन्थ्यो मलाई होइन सब तेल निकालेर राखिरहेको छु यो पनि चेक हान्छु म होइन यत्रो हतार गरेर निकाल्नु भयो कोही छैन आएको हो र ए खै हेरौँ को गाउनु भएछ ए ठुल्बा नमस्कार साँच्ची के भन्नुभएको रहेछ मैले त मम्मीले गफ हान्नु भएछ क्या सोचिरहेको फुर्ती लगाइरहनु भयो मम्मीले होइन केही होइन म पाथिबाट हिँडिरहेको सक्छु भनेर यहाँ गर्नुभयो अहिले हेरौँ ल पुगेपछि अन्डी चाहिँ सक्नुहुन्छ जस्तो लाग्यो कविता पनि सक्छ जस्तो लाग्यो मलाई ठुल्बा ठुलो पनि त पातलो हुन्छ सक्नुहुन्छ हामी सबसे गाह्रो चाहिँ हाम्रो मम्मी हुन्छ स्टार्ट चाहिँ भयो होइन अब मिस हान्छ कि हान्दैन अहिले पुत्ता हानिसक्यो एकचोटि होइन यसलाई पहिला कोल्ड स्टार्ट हुन्थ्यौँ 5 मिनट छोडिसक्यो हल्का कोल्ड स्टार्ट पनि हल्का मिस हानेको मैले अब सुनिरहेको छु हेरौँ बाटोमा कतिको मिस हान्छ उज्यालै भयो त यार आज पनि नसुतिकन उज्यालो भयो ल मैले ग्लोभ्स पनि कहाँ बिर्सेँ यार छ्या यस्तै भइरहेको मेरो दिमागले आधी काम गरेर एक कप चिया नखायो मेरो दिमाग ठिक ठाकमा आउनु यार यतिको त राखेँ जस्तो लाग्छ नाइस हल्का हल्का दिमाग त रहेछ है भेटेँ स्टोरीले एउटा फोटो पनि हान्दिउँ गाडी पनि आयो जस्तो लाग्यो मलाई यही हो कि यही जस्तो लाग्यो झिलिमिली गाडी रहेछ त ल अब चाहिँ निस्किनु पर्ने हुन्छ गाडी पनि आयो बाइक लिएर नगएको भए म पनि स्कर्पियोमा जान्थेँ गाडीमा गएको भए कमसेकम सुत्न नि पाउँथेँ म होइन भिडियो सिडियो बनाउनु चक्कर पनि हुन्थेन मेरो तर बाइक चेक गर्नै छ क्या एजुकेन्सी मैले कन्सल्टेन्सी बनाउँदैछु आफ्नै घर अगाडिपट्टि होइन अनि त्यो भएर अब केही टाइम यतितिर बिजी भइन्छ होइन खासै टाइम दिन भ्याउनु नि त मैले बाइकलाई त्यो राख्दाखेरि अलिकति बनाएर राखौँ चेक गरेर राखौँ भन्ने कुरा मेरो पनि जय शम्भो रक्षा गर प्रभु दाइ म त आइसक्यो नि दाइ पर्सा चोक अघि दाइ
कति टाइम लाग्छ दाइ होला भन्नु त ट्याक्कै ल दाइ 10 मिनट है त म वरिपरि कतै चिया खाने ठाउँ खोजेर बस्छु है त मेन कुरा त तेल पनि हाल्नु बाइकमा पहिला तेल हालौँ अनि त्यसपछि कतै चिया खाने ठाउँ खोजौँ चिया खाँदै गरौँ जहिले आइपुग्नु त अनि खुल्ला हो कि बन्द हो कि ओ खुल्ला खुल्ला भरिन्छ होला यो हजुरले अब पिकअप छोड्छु कि छोड्दैन बाइकले वरिपरि दाइ चिया पाउँछ र दाइ बिहान बिहान चिया पाउँछ कतै चिया मिठो चिया दाइ कता पाउला चिया ऊ यहाँ थियो पुलिस बिट्नेर जानु उ त्यहाँ पुलिस बिट्ने र ल दाइ ल त्यहाँ 2-3टा गाडीहरू लगाइरहेछ त्यहाँ बनाएर त्यही घरको मान्छेले ल दाइ ल धन्यवाद दाइ चिया नखाइकन दिन स्टार्टै हुँदैन नि त होइन रातभर सुत्दैन त्यही माथि त्यही भन्दै फेरि चिया पाउने बास त्यही चिया हालिदिनु न एउटा पिकअप चिया नि खाएँ 5:30 भयो जग्दाले गाली खाइसक्यो मलाई मम्मीहरू उहाँ ठुलो मम्मीमा पुग्छन् मेरो भण्डारा म अझै पर्सामै छु दाइ अझै आइपुगेन दाइले अड्काए आज मम्मी रिसाइसक्नुभयो मम्मीले ज्याक्दालाई छोडेर हिँडिन् भनिसक्नुभयो कहाँ छोडेर जान्दैन दाइलाई होइन मम्मी लास्ट हतार गर्नुहुन्छ कि कतै निस्किनु पऱ्यो भने अनि मैले बाटोमा टन्नै फुटेजहरू रेकर्ड गरेको थिएँ कि लाइक बाइकमा मैले के प्रब्लम आयो अनि सर्भिस सेन्टरसँग मेरो किन त्यसो झगडा पऱ्यो भन्ने कुरा होइन माइक्रोफोनले चाहिँ धोका दियो मलाई आज म अलिकति क्लिप पनि हालिदिन्छु पुरै डिस्टर्ब आएछ क्या आवाज म त्यसै जङ्गिएर त्यसै हुन्छ नि लाइक थर्काएर गएन त्यो सोरुममा म त्यस्तो थर्काइन्छ होइन त्यस्तो नराम्रो बोले नि होइन जस उनीहरूले गरेको व्यवहार मन नपऱ्यो एक्सनको रिएक्सन दिए मात्रै हो मेन भनेको त्यो भाइले ओभर सेन्सर हुन्छ नि त्यो हेर्दै नहेरिकन त्यो क्लिन हानिदिने कि त्यो कुरा रिस उठेको अनि त्यो सक मैले पाउनु भनेपछि त्यो कुराले नै मलाई रिस उठ्यो तिनीहरूले अझै भन्नु पनि हुन्छ नि बाइक धोएर यस्तो भयो यताउता भन्यो होइन अनि अरू कुरा भनेको चाहिँ यो बाइकमा मैले के दुःख पाएँ भन्दाखेरि होइन सुरुमा चाहिँ भाइजरको आवाज धेरै भयो होइन यो क्लिङ क्लिङ लास्ट गर्छ जति गरे नि हुँदैन यो होइन यो बाइकको यो पनि भाँच्यो मेरो एकचोटि यार यो यहाँबाट यो ब्राकेट भाँचेर साइलेन्सर बाटोमा खस्यो अनि नेक्स्ट भनेको यसको हेडलाइट यो छ नि यो हल्लिनु रहेछ कि त्यसले गर्दा आवाज आउनु रहेछ होइन केही उपाय नलाएर मैले यहाँबाट एउटा नट हालिदिएको छु त्यही पनि अझै यसको आवाज पनि सल्भ भएन होइन अब अरू स्ट्यान्ड सेन्सर त मैले 2चोटि भाँचिसक्यो ढुङ्गा ठोक्किने बित्तिकै भाँचिहाल्छ यसको स्ट्यान्ड सेन्सर होइन मनाङमा एकचोटि भाँच्यो अब मुस्ताङमा एकचोटि भाँच्यो अब त्यस्तो कुराहरू सोध्नुमा दोस्तेर हुनु किन ढुङ्गा ठोक्किहाल्छ भाँचिहाल्छ होइन मन दुखाइ चाहिँ छैन यो बाइकबाट जहाँ पनि पुगिरह साथ दिइरह कहिलेकाहीँ साथ देखाएन होइन स्ट्यान्ड सेन्सर भाँचिँदाखेरि पनि त्यसको जुगाड आइडिया पनि भन्छु म डबल साइड टेप लाउने जुत्ताको तनाले बाँधिदिने हो त्यही गरेर अप्पर मुस्ताङबाट चितवन समय ल्याएँ अर्को यो प्रब्लम पनि आएको छ है भर्खर देखियो है यो वायरिङ स्वायरिङ कति तन्केर हो यो कुरा मैले सर्भिस सेन्टर पनि भने उनीहरूले सल्भ गरेर दिएन हेर्दै हेरेन यो प्रब्लम अब सर्भिस सेन्टरमा सर्भिसिङ गरेर दिएपछि यस्तो कुरा त हेर्नु पऱ्यो नि त उनीहरूले होइन के गर्नु त्यही भएर हो त्यसै किन जङ्गिन्थेँ म दाइ वेयर आर यु दाइ यार म त मारिसक्यो घरबाट गाली गरिसक्यो मम्मीले ल दाइले गाली खाएँ मलाई आज नराम्रै गाली खाएँ दाइले आज मैले भनिहालेँ के फेस गरेँ यो बाइकमा प्रब्लम भनेर अरू त के चेन्ज गरेर मैले यही भाइजरको आवाज दिगदार बनाउने अनि त्यही एकचोटि साइलेन्सरको ब्राकेट भाँच्यो अनि अर्को यो कुरा त भन्नै बिर्सिनँ मैले अस्ति काठमाडौँ जाँदाखेरि होइन यहाँबाट भाँच्यो क्या यो यहाँबाट भाँच्यो कि यो किट हुन्छ नि अनि यो भाँचिएपछि यो नट नअड्किने रहेछ त्यसपछि गियर लाउन नि गाह्रो भयो सिङ्गल गियरमा मनोकामनादेखि काठमाडौँ पुग्यो अब यस्तो कुराहरू हुन्छ नि अब यो बाइकको पार्ट्सहरू त उनीहरूलाई दोष दिएर हुँदैन होइन अब सामान नपाएको भए चाहिँ मैले दोष दिन्थेँ त्यो भाँचिएर मैले बिच बाटोमा अलपत्र गरेर सामान नपाएको चाहिँ म स्योर दोष दिन्थेँ अनि त्यसको नि कुरा छ लाइक कुनै सोरुमहरूले चाहिँ हुन्छ नि त्यो सामान अब आउन छोड्यो या छैन भनेर 250 को छैन 390 को छ भनेर यो 1700 कि 1600 को सामानलाई 7500 बेचे अरे मम्मीलाई एक राउन्ड गफ चाहिँ हान्दिउँ निस्किसक्यौँ पर्साबाट भनेर होइन हजुर गाली खान्छ स्योर हो मम्मी निस्क्यो हामी पर्साबाट हजुर निस्किनु भयो त्यहाँबाट ए ल्या हो र ल ल ल बिस्तारै जान्न आनन्द ल ल ल ल ल ल ल ल मम्मीको भन्नु मात्रै दाइ होइन अब आए नै भनौँ होइन दाइ आउनु भएन के भन्दा नि अब ऐना छैन मतलब छैन के हुन्छ ऐना हाल्दा नि झ्याउ लाग्यो यो बाइकमा के चलाउँदा एकचोटि भाँच्यो होइन काठमाडौँ जाँदै थिएँ त्यसै भाइब्रेसनले गर्दा केले गर्दा भाँच्यो अनि झ्याउ लाग्यो हाल्न त्यसपछि यो बाइकमा अब पछाडि हेर्न यताउता हेर्न त मैले मुन्टो घुमाइहाल्छु यसरी टुई खै त ज्याक्दा यार कहाँ गयो मेरो दाइ तिमी किन यस्तो मेरो दाइ त्यही हो सबैले सर्भिस सेन्टरवाला काण्ड चाहिँ यता युट्युबमै हाल्नु फुल भिडियो भन्दा थियो अब हिजो अस्तिको क्लिप्स अलिअलि गोप्रोमा छ त्यो चाहिँ बिचमा हालिदिन्छु म होइन अनि आज पनि तिमीहरूलाई बाटोमा कहानी के हो भन्छु भनेको अब माइक्रोफोनले धोका दिइहाल्यो होइन मैले राम्रोसँग चेक गर्ने बाँकी थिएन कि माइक्रोफोन मम्मीले हतार गरिदिनु भएको थियो अनि सब काम भएको थियो माइक्रोफोनको मात्रै काम बाँकी थियो हतारको काम लतार भयो कि लास्टमा फोकट एरिसन त मन थिएन होइन अब उनीहरूको बानी बेहोराले गर्दा अब उनीहरूको सर्भिसले गर्दाखेरि नै त्यो एक्सनको रिएक्सन दिएँ मैले अब
त्यस्तो नराम्रो नि मैले के भने जस्तो लाग्दैन अब अलिकति यताउता एग्रेसिभ अलिअलि फाइल फाल्यो होला त्यो फाल्नै पर्ने जरुरत थियो कि त्यो रिसै उठेर कि त्यो अति नै भयो अनि फलोअपमा जे होस् मलाई माथिबाट फोन आयो सक्छ दिन्छु भन्नुभएको छ अब अहिले अर्जेन्टै चाहिएको भए चाहिँ अरू बाइकको झिकेर पठाइदिन्छौँ हामीले होइन भने 1 महिना कुद्नु होला नयाँ सामान आउँछ भन्नुभएको थियो अब अहिले चलिरहेछ चल्दै नचलेको होइन जे होस् त्यो अलिकति सक्ले हुने बित्तिकै किटिकिटिक आवाज आउँछ क्या अनि मैले अरूलाई गाली गरेको थिइनँ त्यही भाइले ओबिडी सेन्सरले गर्दा हुन्छ मिस्टेक गरेर मलाई रिसिकेको थियो त्यही भाइले गाली खायो त्यही भाइले भन्यो मलाई सक हजुर नपाउनु सक्नुहुन्छ भनेर त्यही भाइले गाली खायो मैले अरूलाई गाली गरेँ छैन काम गर्नेहरूलाई गरेर त्यहाँ हुन्छ नि ताउरो र मौरो गरेँ छैन मैले दुःख पाएको कुरा मैले सेयर गरेँ हो होइन अब त्यसमा कसैको चित्त दुखाइ छ कसैको छ भने म केही भन्न सक्दिनँ होइन अब मैले चाहिँ सर्भिसिङ गरेर आएको थिएँ होइन स्टार्टहरू पनि गाह्रो भने बिहान बिहान हिजो सर्भिसिङ गरेँ क्या मैले चिकनको सुरुमा आयो होइन अनि किनभने मिस्टेक गरेँ क्या 2-3वटा त्यही भएर जानु लाग्यो म सुरुमा चलिरहेको बाइकमा प्रब्लम निकाल्दियो नयाँ सालहरूले नभएको प्रब्लम निस्किरहेको म देखाउँछु तिमीहरूलाई प्रब्लम के हो भने बिहान स्टार्ट हुन मानेन किनभने अर्को भनेको बाइकको पावर छोडिरहेको छु ल हेर है फुलबाट आधार पनि छैन कि बिस्ताएर राखेको थियो तिमीहरूले बिस्ताएर फ्याक्टा हाल्यो होइन अनि बाइकको पावर दिइरहेको छैन कि छैन कि इन्जिन लाइट नै बोल्यो हेर अनि मलाई के भने होइन अलि हिजो भन्दाखेरि धोएर सर धोएर यताउता भनेर भन्यो कि अब लाइक जिन्दगी बाइकै हामीले नधोआ जस्तो बाइकै नचला जस्तो कुरा गर्दैन अहिले होइन भाइ थर्काउन आएको भाइ यहाँ हेर न भाइ अब यहाँ के गर्छु मैले भाइ हिजो गेट पास निकाल त भाइ तिमी गेट पास के भन्दैन भाइ अरू काम छोड भाइ त्यो गेट पास निकाल भाइ गेट पास निकाल भाइ तिमीलाई मैले राम्रो मुखले भनेको छु गेट पास निकाल भाइ तिमीले हिजो मलाई यो गेट पास हो भनेर तिमीले मलाई दिएको थियौ नि लास्टमा यो गेट पास यो हो भनेर त्यो निकाल भाइ तिमीले के काम गरे बाइकमा देखाऊ बाइकमा डबल प्रब्लम आयो भाइ बाइक स्टार्ट भयो भाइ बाइक बिचमा पावर छोडे भाइ बाइकले कहाँ गएर मार्ने हो मलाई थाहा छैन तिमीहरूलाई म सर्भिस सेन्टर ल्याएर छोडेको मैले यो भाइ तिमीले कान कम सुन्छ भाइ तिमीले हो तिमीलाई मैले हिजो यो पिकअप प्रब्लम भनेको थिएन नि भाइ होइन तिमीले लेखाएर चाहिँ भाइ ठिकै छ तिमीहरूले स्पार्क प्लग चेन्ज गरेर चाहिँ ठिकै हो भाइ होइन 20 किलोमिटरमा चेन्ज गरेर मलाई केही भनेन भाइ त्यो कुरा बाइकलाई अहिले म तिमी सब भिडियो सब सबै देखिन्छ भाइ चलाउँदा बाइक मिस हानेर इन्जिन लाइट बोलेको छ बाइक बिहान स्टार्ट हुन माने होइन मेरो यो बाइकमा प्रब्लम केही पनि थिएन भाइ म नर्मल सर्भिसिङमा मात्र छोड्यो भाइ बाइक होइन तिमीहरूले काम गर्दा राम्रोसँग गरेन कि मैले मिस्त्रीलाई गराउनु पर्ने हो कसलाई गराउनु पर्ने हो गऱ्यो कसले हिजो फेरेको कुराहरू चाहिँ यिनीहरूले एउटा अरू केही फेरेन यिनीहरूले एक्स्ट्रा स्पार्क प्लग फेरे यो जरुरत थिएन होइन ठिकै छ मैले 20 किलोमिटरमा केही भनेन तर यसले गर्दा मेरो बाइकमा प्रब्लम आइरहेछ क्या भाइ तिमी अरू काम गर भाइ अब मेन मिस्त्री को हो यहाँ हामी 24 घन्टा यहाँ बस्नु सक्दैन भाइ अनि हिजो मलाई देखाउँदा यो भाइले के भन्यो भन्दाखेरि धोएर प्रब्लम आएको भन्यो होइन स्पार्क प्लग फेरे कसले भाइ यो काम चाहिँ राम्रो भएको भाइ यो भाइ यो हुँदै भएन भाइ अनि यो ह्यान्डल पनि हेर भाइ बाइकको लाइन पनि गएर इन्जिन लाइट पनि बोल्दा एकचोटि ओबिडी सेन्सर लाइन चेक गरेर बाइकको डोमिनरको आवाज सुने मैले फाइनल्ली हिरोको इन्ट्री हुन्छ 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 ल त कि म पछाडि बसेर हेरिदिन्छु नि त म पछाडि बसेर हेरिदिन्छु नि त ल फाइनल्ली आउनु खोजिहाल्यो अब चाहिँ बस्दै Drifting in the city, no sleep. Don't know where we headed for next. Maybe we should get lost in a sweet escape. You tease me and you touch me. I'm going crazy about it. रस्ताको तस्तै छ त्यसले टेन्सन लगाइरहेको खस्यो कि मिस हजुर दाइ हाल्ने दाइ म मिडियम मोड चेन्ज गरिदिइहाल्छु मेरो झोस नभएछ कि कस्तो कुदेको यार भाइ है धन्न हामीले मातृभाषा बोलेको रेकर्ड भएको रोइन्छ ल निस्किन दाइ दाइले मलाई आजको लागि मिडियम मोड दिनुभयो धन्यवाद दाइ गोप्रो हेर झोलामा ड्रोन हेर Insta360 हेर के चाहियो कि योभन्दा बढी यार जाम दाइ हातमा डोमिनार हेर अझै अब चाहिँ बच्छु है I don't know what to say. I don't know where to start. Words feel like we're strangers, drifting only apart. धेरै पछि गएर फेरि मर्निङ राइड निस्केको घाम उदाइरह हामी बाइक कुदाइरह होइन I'm overheating. कुखुरा मार्नु हुन अहिले यहाँ 2-4 हजारको हाँस रहेछ
4000 को जुना लाग्छ हाँस त सिधै हो ए बबाल त खिया कि त्यो घाम उदाएको के है सही त यार बताउ त थाक्यो यार 130-140 मा हिँड्दामा हामी हिँड्न त हुन्थेन नि तर बाटो खाली छ बिहान फर्स्ट आवर हो अहिले हाम्रो हतार पनि भइरहेको छ क्या तर एकदम हेरेर बताइरहेको छौँ हामीले उताबाट आउनुलाई गाडीलाई त्यस्तो पेलाएनौँ कुनैलाई नि बाइकलाई नि पेलाएनौँ साइकललाई नि पेलाएनौँ खाली निकै नै ओभरटेक हाने हामी खाली निकै ओभरटेक हो त्यस्तै भाइ हो बत्यो हो नो हजुर बुझिन दाइ होइन अलिक स्लो भयो जस्तो लाग्यो दाइ गरिम भएको मोड थियो अहिले हामी शीतल महिना बवाल गऱ्यो क्या हामीले बिहान फर्स्ट आवरमा हिँड्यो बवाल काम गऱ्यो बत्तिन दाइ बत्तिन 140 लगभग पुगे जस्तो लाग्छ मलाई एकचोटि हो मैले एकचोटि गरेको हाने तर चाहिँ दाइले 135 भन्नु भएको रहेछ बल्ल लोथर आइपुगेँ मम्मीहरू आधी घन्टा अगाडि आइपुग्यो लोथर लास्ट गाडी खान्छु मैले स्योर छु मम्मीको आज ओए झुलो कस्तो उडाएकोले चाहिँ भाइजू लाउनै पऱ्यो मामा कहीँ मजा आइरहेको बिहान अर्ली राइड भयो होला होइन गरिब पनि भयो भने यस्तो शीतल भयो बत्ती पनि मजा आइरहेको गाडी पनि त्यस्तो साह्रो छैन खोइ त राइडमा हिँडेको बेला पछाडि एकदम मान्छे हेर्नुपर्छ क्या सँगै हिँडेको साथी पछाडि आएको छैन आउनु भएको बत्तिनु बवाल बत्ती यार बोटा त हातै दुखिसक्यो आज अलि बडी नै रफ राइड भइरह हाम्रो ज्याक चाहिँ अलिक स्लो आइरहनु भएको छ दाइलाई इन्स्टा 360 को माया छ खसिहाल्छ कि भनेर अगाडि हाल्नु पऱ्यो क्या अगाडि हालेपछि दाइ अलि बत्ती पाउनुहुन्छ म बडी बत्ती त आज ज्याक्दै भन्दा नि होइन यार दाइ आउनु भएन यार यतिको ढिला त गर्नुहुन्थ्यो दाइले यार फर्किहाल्नु है वाट ह्यापेन हबिबी साइड लाइटै झरेछ यार म त दाइको इन्स्टा 360 नै झरेछ क्या भनेर फर्काएर आएको दाइ बल बत्ती नि दाइ आज हजुरभन्दा म बडी बत्ती हेर्दै आज भने के हो अनि दाइलाई इन्स्टा 360 को माया भएर न त ल लिके भएर छ यसलाई अब हेटौडा लगेर यसको छिरफार गर्नु यसको उपचार गर्नुपर्ने हुन्छ हेटौडा पुगेपछि तर लास्ट मजा लाग्यो दाइ बिहान आयो भएर होला कस्तो मजा आइरहेको माने त्यो घाम टक्क झुल्केको थिएन बाहिर बवाल बत्ती र बाटो पनि खाली छ धुलोसुलो पनि पाएन बत्तीमा अब के गर्न दाइ बत्तीमा अब के गर्न होइन र तर एकदम विचार परेर बत्ती राख नि त हामी होइन एकदम हेरेर वरिपरि हेरेर हुन्छ नि लाइक कसैलाई नपेलिकन डिस्टर्ब नगरिकन हिँडेको क्या हामी बत्ती त पायो नि हामीले होइन र अरूलाई डिस्टर्ब गर्नु पो भएन अरूलाई पेल्नु पो भएन यस्तो ल्या दाइ सरी यार दाइकोमा हिलै हालिदिन्छु कि मैले बत्ती चाहिँ आइपुग्यो हामी हेटौडा अनि मम्मीहरू चाहिँ मभन्दा 10-15 मिनट अगाडि हुनुहुन्छ मम्मीहरू 10 मिनट चिया खान रोक्नु भयो नि मैले भेट्छ अब लगभग आधी घन्टाको डिफ्रेन्स थियो 20 मिनटको डिफ्रेन्स घटाइयो मेरो आमा अघि धुलो बस्नु के बसेको बिजाइरहेको तर मैले त्यो रोकेर त्यो पानीले पखाल्न नि भ्याएन कि त्यो चाहिँ ट्राफिक सर पनि छ नि यहाँहरू चाहिँ एउटा प्रहरी सर नानीले सुनिन्छ हो यिनीहरू नै हो हाम्रो सेवा गर्न बसेका सर मकवानपुर गढी जाने कताबाट हो मकवानपुर गढी सिधै हो ल ज्याकतिर म सँगसँगै आएछन् के अरे ज्याकतिर धेरै पछाडि हुनुभयो कि त्योबाट लाग्नु भयो के भयो थाहा नै भएन क्या आँखा हेर्नु कस्तो भयो कि आँखामा धुलो पस्यो सफा गरेर पनि भ्याएन कि समरी बुवा हुन्छ कतिको टाढा हो बुवा 4 किलोमिटर हो समातेर बस्नु ल एकजना बुवालाई लिफ्ट दिएँ त्यही भएर अलिक धेरै बत्ती पाउनु नपर्छ बिस्तारै हिँड्छु समातेर बस्नु भयो ढुक्कले कति मिनट भयो 10 मिनट भएन अनि ल आधी घन्टाको डिफ्रेन्स भयो त्यो जे होस् 10 मिनटमा त फरक परेछ ओभर बत्ती यार बत्ती नि म अघि नै आइपुग्थेँ एकजना त्यो बुवालाई बाटो सोधेको मलाई त्यहाँ माथिसम्म पुऱ्याइदिनु भन्नुभयो अनि त्यो बुवालाई राखेपछि बिस्तारै कुदाउनु पऱ्यो अनि त्यही बिस्तारै आउँदै ढिलो भइहाल्यो मकवानपुर गढी आइपुगेर होइन अनि त्यहाँ एकराउन्ड फोटो सेसन पनि छिट्यो अब चाहिँ चिया खाने बाली मेरो कान्छो भान्जो जेठो भान्जो मभन्दा ठुलो भइसक्यो भान्जो के भन्नु अब
ओके छ त लेट्स गो सुरुमा चाहिँ हामी दिदी र भान्जो अनि म मात्र आउने प्लान भयो थियो अनि अनएक्सपेक्टेड हो कि लास्टमा चाहिँ हामी दुईटा गाडी अनि एउटा स्कुटर एउटा बाइक दुईटा बाइक भएछौँ दुईटा बाइक एउटा स्कुटर अनि दुईटा गाडी भएछौँ जाउँ हस् 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 गाडीको नि भिडियो क्याप्चर गरौँ दाइले क्या दामी भएको छ क्या वेदर पनि पानी पनि परेको छैन घाम पनि लागेको छैन होइन अनि हेटौँडाबाट माथि चढ्दाखेरि पनि यस्तो दामी दामी भिडियो त्यो बेला गोकुलै धोका दिइहाल्यो अब रेकर्ड गर्न पाएन मैले होइन कस्तो हुस्सु लाग्यो यार यो ठाउँको नाम के रहेछ सोधौँ न है के भयो यहाँ बाइकले धोका दियो र होइन बाइकले धोका दियो र होइन ए भयो भयो कति केटाले के बाइकले धोका दिएछ क्या सोधेको मैले भाइजर लाउनै मिले होइन पुरै बाफ जमेर हुन्छ नि एन्टी फग हाले होइन मैले हेलमेटमा अनि लाइक भाइजर लाउँदा त कि बाटै देखिरहेन कि सिस्टर यहाँबाट अब लटाएर यसो माथि भने कति छ हो 20 किलोमिटर छ यहाँ लगभग यहाँबाट चाहिँ हस् हेलो चिकन फाला टान्ने होइन माथि यहाँबाट 20 किलोमिटर छ अरे लगभग 24-25 मानौँ 45सम्म त हामी बाइक राख्ने ठाउँमा पुग्छौँ अनि त्यहाँबाट हिँड्नै पऱ्यो ननस्टप 3 घन्टा भने जस्तो ला हेरौँ कति घन्टा पुगिन्छ म नि खासै हिँड्न सक्दिनँ बाइक हिँड्ने मान्छे पनि होइन जहाँसम्म बाइक पुग्छ त्यहीँसम्म जानेवाला मान्छे म पनि होइन तर आज मम्मीहरूलाई घुमाउनु ल्याएको छु हिँड्नै पर्छ 4 खुट्टा टेकेर जानै पर्छ आज टर्निङहरू चाहिँ भोवाल टर्निङ छ क्या यहाँ टर्निङ पनि त्यस्तै होइन अनि ठाउँ ठाउँमा खाल्टाखुल्टीहरू पनि रहेछ ल्याम्बो प्लान टर्निङ हालेको चाहिँ नहुने क्या त्यो रिसेन्टली गएको पहिरो होला धेरै त भएन पहिरो खसेको कत्रो ढुङ्गा खसेर चाहिँ यार अघिको भन्दा चाहिँ अलिकति हाइट चाहिँ हामी तल झऱ्यौँ होइन अघि अलिक चाहिँ टपमै थियो मकनपुर गढी अनि पुरै हुस्सु नै थियो कि त्यहाँ त पुरै हुन्छ नि अलिकति हाइट चाहिँ घट्यौँ कैलाश कोतेश्वर महादेव कि जय यहाँ पनि छ पहिरो हेर यति त हो नि बाटो त होइन यही हो यस्तो धोस्न बाटो आएको थियो यार यहाँ फुल अफरोड त होइन ह्याप्पा हाने यार मिस्टा त अझै हान्दा बाइक यार होइन त हो नि यो कहाँबाट आयो यो मोबिल वाट इज ह्यापनिङ हियर माथिबाट फालेर एयर फिल्टरबाट मोबिल फालेर होइन टेप्से फान्ने बेला चाहिँ भएछ यहाँबाट आएकोहरू धुवा होइन धुवा आइरहेको हल्का फुल्का सायद यो चेनमा हालेको मोबिल उछिटो त्यहाँ पहिला लाथ्यो होला त्यही हो कि अब त्यही भन्ने आश गरौँ होइन अहिले गएर माथि गएर हेरौँला मोबिल घटेकै घटेन भन्ने कुरा यस्तै हो अल्लाहरेको जिन्दगी कसरी हो भाइ महँगो भन्नु नि भाइ यार भाइ कहाँ अमेरिकाबाट आयो सोचेँ क्या भाइ मलाई 100 रुपियाँ भन्दा भाइ ड्याङ्गे यार भाइ तिमी चाहिँ के हो भाइ तिमी चाहिँ बेच्न पर्दैन क्या लालीपाप चुसेर बसिरह्यो हामी केही हात पुस्ने कुरा ल्याऊ म तिमीहरू लासपाती किनिदिन्छु ल हो प्लास्टिकले पुस्न मिल्छ र मिल्दैन छोड्दै पानी छ हो नाइस यस्तो हुन नि केटाहरू यहाँबाट कति छ अब आधी घन्टामा बाइकमा पुग्छ अब फेरि त्यो सडक माथि जानलाई फेरि 2.5 घन्टा 3 घन्टा 2 घन्टा त हिँड्नुपर्छ अनि के अरे बाइक अब यहाँ कति जान्छ आधी घन्टा पिच बाटो हो कि अफ रोड हो ढुङ्गा ढुङ्गा हो कति छ यहाँ पिच बाटो अब ए आमा भाइ अहिले तिमीहरूलाई मैले हेर्थेँ यहाँ भाइ छानेर भाइ छानेर कस्तो बत्तीको यो ओ हाल्छ कि अब के बत्तीको थियो यत्रो डल्लो भाइ क्यामेरा भाइ हेलो भनिदियो भाइ भन न भाइ हेलो भन न तिमीहरूले युट्युब हेर्छ हेर्दैन टिकटक हेर्छ युट्युब हेर्छ तिमीहरूको भिडियो हालिदिउँ 4-5 हाल न राम्रो हाल क्या राम्रो हाल 1-1 किलो चाहिँदैन म चेक गरौँ यहाँसम्म चाहिँ गाडी र बाइकहरू आउँदो रहेछ होइन अनि यहाँबाट चाहिँ अब हिँड्ने रहेछ सुरुमै ठाडो छ कि सिडी होइन अनि मम्मीहरूलाई चाहिँ हिँड्दै गर्नु भने अब हामी चाहिँ अरू मान्छेहरू कुरिरहेछौँ भान्जो र म चाहिँ अरू आन्टीहरू आउँदै हुनुहुन्छ अनि सँगै जान्छौँ जाने चाहिँ 2टा बाटो रहेछ हामी चाहिँ माथिको बाटो आयौँ होइन हल्का अफरोड थियो भान्जो होइन भान्जोको पार हेर न टोपी लागेको पार यो बाटो चाहिँ हल्का अफरोड थियो अनि यहाँबाट चाहिँ 2-3 घन्टा हिँड्नुपर्छ अरे माथि होइन अनि लाइक उतापट्टिको तलको बाटो थियो तलको बाटोबाट चाहिँ 1 घन्टा मात्र हिँड्ने पुग्थ्यो अरे भान्जो रोक न तिम्रो झोलामा सामान हाल्नुपर्छ त्यस्तो साह्रो अफरोड पनि थिएन जो सब यो हुसुलाइरह नि त हल्का चिप्लै थियो बाटो आइपुग्नु ठुलो मम्मीहरू पनि थाक्नु भएन नि ठुलो मम्मी ल जय शम्भु जय लटरा के अरे लटरेश्वर महादेव के अरे ठुलो मम्मी के अरे यहाँको ठाउँको नाम ए लट्टेश्वर जय लट्टेश्वर महादेव
अब हिँड्न सुरु गरियो मान्छे त आज वाइल्डै छन् के शनिबार भयो नि होला वरिपरि पुरै सिस्नु छ होइन जुगा सिस्नु होइन मेरो युट्युब हेर्छ तिमीले सब्सक्राइब गरे अनि म चेक गर्छु नि फेरि थाकिसक्यो यार हिँडेको 5 मिनट भयो होइन